अहिले म पिलाङ सल्साको झिलिमिली खेल्ने ठाउँमा पुगेको छु। अब कुनैले गिलिमिली आयो पनि भन्छ, सुखकाल आइज दुःखकाल बाइज भनेर यहाँ प्रे गर्ने चलन छ। अनि सकेसम्म बालबच्चा सबैलाई रमाइलो होस् भनेर अनि कुनैले चाहिँ अलिकति नाङ्गै पनि निस्केर नाच्ने चलन छ। अब यो पहिला चाहिँ हामी दिउँसो गर्छौँ भने अब आजकल अलिकति समयमा अपुग भएको हुनाले हुनसक्छ राति आएको रहेछ। अनि यहाँ चाहिँ जराले आगो बालेर ताकि सबैले देखोस् भनेर गरेको रहेछ। यो गिलिमेरी नाच्ने ठाउँ चाहिँ यो चाहिँ गाउँको एजेसको मिडल एजेसले चाहिँ यो गिलिमेरी नाच्ने पाउँछ मौका। यो चाहिँ पिलाङ सोल्साको गुफा हो। यो चाहिँ हाम्रो पूर्वकालदेखि नै हाम्रो युल्ला सोल्जा गर्ने युल्ला वन देवताको पूजा गर्ने ठाउँ। आज माफाउँ वन देवता अब उहाँको बिना पर्मिसनमा मैले उहाँहरूको बारेमा केही देखाउन गइरहेको छु ताकि मलाई त्यस्तो दुःख नदिनु होला, किनकि तपाईँ हामी एक समयको हामी एउटै ठाउँमा जन्मेर हुर्किएको भएको हुनाले। अब यो चाहिँ धेरै हिस्टोरिकल प्लेस पूजा हुने ठाउँ चाहिँ यहाँ हो। यो अहिलेसम्म फ्ल्यास चाहिँ गरेको छैन। यो चाहिँ हाम्रो चजाङ फाँगादेखि नै अनि उता छोलो चेसा त्यहाँदेखि कार्बोत्याङ त्यहाँदेखि पिलाङ सल्सा भन्नेको हिस्टोरी चाहिँ यो चाहिँ हो हाम्रो। हरेक सालमा यहाँ एउटा एरो चढाउनु पर्ने हुन्छ। अब यो पूर्वकालदेखि नै हेर्ने हो भने यहाँ थाउजन्ड हुनुपर्ने हो, तर अलिक कम देखिरहेछ। मतलब यहाँ 200-300 हाराहारीमा चाहिँ छ होला। अब यहाँ ताखारा खारी पहिला चाहिँ पुवा टिपटोङसुम भन्ने चाहिँ सानो सानो गाउँ तिनटै यहाँ आएर पूजा गर्ने चलन छ भने अहिले चाहिँ पुवाहरूले छोडिसक्यो। अब ताखारा खारी दुइटै यहाँ आउने चलन, त्यस कारणले यो बाटोहरू पनि बनाएको हो। यसलाई खास पूर्वकालदेखि नै बुढोपाकाहरूको भनाइमा हामीले मान्ने हो भने यो गुफामा चाहिँ लामा चुम्बाहरू जानु मिल्दैन भनिरहेछ। म एउटा चुम्मा भएको हुनाले म यहाँ जानु पाउँदैन भन्छ। अब हिस्टोरिकल प्लेसको फ्ल्यास गर्नको लागि या त्यसको बारे कथा भन्नुको लागि त जान्नै पर्ने बाध्यता। तर जब म त्यहाँ पुगेपछि मलाई पनि के अचम्म लाग्यो भने त्यो गुफाको कुना कुना सबैमा चाहिँ छाछा छ अनि मूर्ति पनि रहेछ। अब छाछा मूर्ति त्यहाँ तेम्बा चक्र नामसुम भनेपछि बुद्ध शाक्यमुनि शारीपुत्र महङ्गालको पुत्र पनि रहेछ, आयुर्देवा छेपामे पनि रहेछ, ग्रेन ताराको पनि रहेछ। तर मैले एउटा चाहिँ के पत्ता लाग्यो भने त्यार बगरको ठुलो चाङचुप छोर्देनको भित्रमा ग्रेन तारा सानो सानो 2-3-4वटा त्यहाँ पुरानो देख्यो। त्यही सेप गरेर त्यही साइजको चाहिँ यहाँ पनि देख्यो। त्यसको मतलब यो दुईटा चाहिँ उस्तै छाप मास्टर छाप उही रहेछ जस्तो लाग्यो। अनि अब यहाँ त्यस्तो नहुनु पर्ने, तर यहाँ त्यो पनि रहेछ। त्यो चाहिँ मलाई सक लाग्यो। यो डिप हिस्टोरी अझै चेक गर्नुपर्ने छ। या नबुझेर राखे पनि हुनसक्छ या बुझी राखे पनि हुनसक्छ। यो देखेपछि मलाई झन् नयाँ एउटा रिसर्च गर्नुपर्ने बाध्यता तुल्याइदियो। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो?